नमस्कार। मेरो युट्युब च्यानल मार्फत प्रसारित त्रास नामक कथा चाहिँ कुनै वास्तविक अथवा चाहिँ कुनै धार्मिक यथार्थपरक विषयवस्तुमा आधारित नभएर यो चाहिँ पुरै काल्पनिक अनरियल चाहिँ कथामा बनेको छ। त्यसैले यसलाई चाहिँ एउटा फिक्सनल स्टोरीको रूपमा नै सबैजनाले बुझेर मलाई यो कथा सुनेर यसलाई सपोर्ट गरिदिनुहुन्छ भन्ने म आशा प्रकट गर्दछु। र मेरो अङ्गुलीमाल स्पेसल त्रास पार्ट 7 अपलोड हुँदैछ। यो चाहिँ तुरुन्तै यो प्लेटफर्मबाट आउँदै हुनाले हजुरहरू सबैजनाले यसलाई सुनिदिएर यसलाई सिर्फ काल्पनिक कथाको रूपमा ग्रहण गरिदिनु होला। धन्यवाद।